या स्त्री स्वयं सुकृतिनां भवनेश्वरशयम् पापात्मनां कृतधियां हृदये सुबुद्धेः श्रद्धा सतां कुलजनां प्रभवशलजा तां त्वं नताश्म परिपालय देवि विश्वम् देवी प्रपन्नातिहरे प्रसेदा प्रसेद महतर जगतोऽखिलशः प्रसेद विश्वेश्वरि पाहि विश्वम् त्वमेश्वरी देवी चराचरशः नारायणनमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये सृष्ट्वाखिलं जगदिदमखिलम् सदसत्स्वरूपम् सख्या स्वया त्रिगुणया परिपाति विश्वम् सम्भृत्य कल्पशमये रमते तथैका तां सर्वविश्वजननीं मनसा स्मरामि तां सर्वविश्वजननीं मनसा स्मरामि वंशे विभूषितगणा नवनीरदावान् पीताम्बरादरुणबिम्बफलादरोष्टान् पूर्णेन्दुसुन्दरमुखादरवेन्द्रनेत्रान् कृष्णान् परमकिमपि तत्त्वमहं न जाने वरापेणं नटवरवपो कर्णयो कर्णिकारम् बिभ्रतभाषा कनककपिशं वैजयन्तीं जनानां तरन्त्रान् वेणुरतरसुतया पूरयन् गोपविन्दैः बृन्दारण्यं शतधरमणं प्राविशत गीतगिरितिः अकारण वरुणालयः भक्तवान् सततडित द्युत विनन्दित सर्वतंत्र स्वतंत्र जगदाधार केवल आधार सर्व आधार प्रत्यक्ष श्री दुर्गा देवी को बांग्मय मूर्ति श्री दुर्गा देवी लाई साष्टांग दंडवत प्रणाम भगवती को शरण कमल व साष्टांग दंडवत देवी भागवती को शरण कमल व साष्टांग दंडवत मंदिर में विराजमान होने का सभी देवी देवता का साष्टांग दंडवत प्रणाम। आज हमें मगवारी पुटोल को 4 नंबर मगवारी हो कि महुवारी हो महुवारी का सवाल है। यस्तो दिव्य ज्ञान सुन्न पाइरहेका छौँ देवी भागवत अत्यन्त दुर्लभ देवताहरूलाई पनि दुर्लभ भएको देवी भागवत हामीले श्रवण गर्न पाउनु हाम्रो अहोभाग्य हो। देवताहरूले अमृत लएर दिएर अमृत साटेर देवी भागवत देऊ न भन्दा पनि नदिने त्यस्तो अमृत त के रह्यो र त्यस्तो देवी भागवत अमृतलाई पनि त्यागिदिनेवाला अमृतसित तुलना हुँदैन देवी भागवत। अब भन्नुहोस्
अमृत खाएर अजर अमर हुने त्यस्तो अमृत पनि छोडेर देवी भागवतसित शरण गर्छन् भन्छ। अब भन्नुहोस् देवी भागवत कति ठुलो रहेछ त। देवी भागवत श्रवण गर्दा हामीले के ध्यान दिनुपर्छ त भन्दा भागवत श्रवण गर्दा होस् अथवा जुनै पनि पुराणहरू श्रवण गर्दा होस् एकचित्त भएर सुन्नु पर्यो। जति बेर सुनिन्छ है, 1 घण्टा सुनियोस् या 2 घण्टा सुनियोस्, तर सुन्दाखेरि एकाग्र चित्त लगाएर भगवानको पुराणहरू सुन्नु। त्यो सुनियो भने के हुन्छ त भन्दा त्यो शरीरमा भएको निराकार ती नराम्रा कुराहरू पनि निक्लिएर जान्छन् अनि सद्गुणको प्रवेश हुन्छ नि। अब हामीले देवी भागवतको एउटा पुस्तक त देख्यौँ, तर देवी भागवत कहाँबाट सुरु भयो भन्ने कुरो थाहा छैन। थाहा छ कसैलाई? देवी भागवत कहाँबाट सुरु भयो, कसले भन्यो सुरु भयो भन्दा आज एक समयको कुरा हो। देवी भागवतलाई कसरी भनिएको छ त भन्दा भगवत्याः प्रोक्तमिति देवी भागवतम भनेको प्रत्यक्ष रूपमा देवी भागवत देवीले आफै स्वयं भन्नुभएको छ। भागवत सुरु हुनुभन्दा पहिला देवी भागवतको श्लोकलाई उच्चारण गरेर सुनाउने पहिलो देवी भागवतबाट, देवी माताबाटै भएको हो देवी भागवतको रचना। पहिला सुरुमा के गर्नुभयो त भन्दा दुर्गा माताले नारायण भगवानलाई आधा श्लोक प्रदान गर्नुभयो। आधा श्लोक, एउटा श्लोक त कति हुन्छ, एउटा श्लोक त अलिकति हुन्छ नि हैन। अब या श्री स्वयं सुकृतिनां भवने स्वलक्ष्मीं पापात्मनां कृतधियां हृदये सुबुद्धिः श्रद्धां सतां कुलजनां प्रभवस्य लज्जां तां त्वं नता स्म परिपालयते विश्वं। यति श्लोक हुन्छ भने दुर्गा माताले जन्म आधा श्लोक बताउनु भयो। कसलाई? नारायण भगवानलाई। आज देवी दुर्गा माताले आज भगवान नारायण आज आधा श्लोक बताउनु भयो। देवी भागवतको आधा श्लोक बताउनु भयो। आधा श्लोक बताइसकेपछि ब्रह्माजीले नारद मुनिलाई सुनाउनु भयो। भगवान नारायणलाई सुनाउनु भयो आधा श्लोक, नारायणले ब्रह्मालाई सुनाउनु भयो, नारायणले आज नारद मुनिलाई सुनाउनु भएको थियो। त्यो आधा श्लोक नारायण भगवानलाई सुनाइसकेपछि नारद भगवानले आज एक समयमा के भयो त भन्नुहुन्छ भने वेदव्यासले एउटा के गर्नुभयो त भन्दा एउटा वनको किनारामा गएर बस्नुभयो। यसरी हेरेर बसिरहनु भएको, यता रमणी हेरेर बसिरहनु भएको थियो। त्यही बेलामा यस्तो आश्चर्य देख्नुभयो। यस्तो दृश्य देख्नुभयो। कस्तो दृश्य भन्दा वेदव्यासले आज तर वेदव्यासले हामीले श्रीमद् भागवत श्रवण त गर्छौँ, श्रीमद् भागवत श्रवण गरियो नि कतै कतै, तर श्रीमद् भागवत कसले कसलाई सुनाउनु भएको थाहा छ? कसले बताउनु भएको थियो भन्दा सुखदेव महाराजले परीक्षितलाई सुनाउनु भयो। सुत पौराणिक ऋषिले सौनक आदि 28 ऋषिमुनिहरूलाई सुनाउनु भयो। अब यहाँ देवी भागवत वेदव्यासजीले आज स्वयं
जन्मेजयलाई सुनाउनुहुन्छ। उतापट्टि श्रीमद्देवी भागवत वेदव्यासका छोरा सुखदेवजीले परीक्षितलाई सुनाउनु भएको थियो भने यहाँ परीक्षितका छोरा जन्मेजयलाई वेदव्यासले सुनाउनु भएको देवी भागवत हो। उता श्रीमद्देवी भागवत बाबुले सुने, यहाँ छोराले सुन्दैछ है। अब जन्मेजयले आज प्रश्न गर्नुहुन्छ। एक समयको कुरा हो, नैमिषारण्य भनेर हामीले सुनिरहेका छौँ भारतमा है। नैमिषारण्य भनेको कसरी बनिएको रहेछ त, कति पवित्र रहेछ त भन्दा, नैमिषारण्य कसरी भन्नुहुन्छ भने, अब यो कलिकाल आयो, सत्य त्रेता द्वापर युग त सक्यो, अब कलि लाग्यो। कलि लागिसकेपछि के हुन्छ, मारामार पिटापिट द्वन्द्व सुरु हुन्छ, कलकलाहा रिस राहा बढी हुन्छ कि ओहो त्यसले त यत्रो घर बनायो, मैले पनि बनाउन पाए हुन्थ्यो, त्यसले यस्तो किनेछ मैले पनि किन्न पाए हुन्थ्यो, सबैले मलाई मान्ने गुन्ने गर्न पाए हुन्थ्यो भन्ने हुन्छ कि। तर फेरि सोच्नु मात्रै हो फेरि, तर हुँदैन फेरि त्यस्तो है। अनि सौनकादि मुनिहरूलाई केहीको चिन्ता छैन, केवल भगवानको आराधनामा लीन हुनुहुन्थ्यो। अब द्वापर युग सकियो, कलिकाल आयो, अब कलिले हामीलाई बस्न दिँदैन, भक्ति आराधना गर्न दिँदैन, भक्ति गरेको ठाउँमा गएर त्यो कलिले हामीलाई डस्छ, पिड्छ, मार्छ, हामीलाई त्यो भगवानको पूजा अर्चना गर्न दिँदैन भनेर आज सौनकादि ऋषिमुनिहरू के गर्ने कसो गर्ने भनेर विचित्र हुनुभयो, चिन्ता लाग्यो, अत्यन्त चिन्ता लाग्यो। अनि ब्रह्माको शरणमा जानु पर्यो भनेर आज ब्रह्माको शरणमा जानुभयो। सौनकादि 28 ऋषिमुनिहरू आज ब्रह्माको शरणमा जानुभयो। ब्रह्माजीले गएर भन्नुहुन्छ, हे ब्रह्मदेव, मर्त्यमण्डलमा त कलियुगको प्रभाव भइसक्यो, कलि प्रवेश गरिसक्यो, अब त हामी कहाँ जाने, के गर्ने, कसरी भगवानको पूजा आराधना गर्ने, कसरी भगवानको नित्य जप तप गर्ने, कसरी अनुष्ठान गर्ने भनेर आज भगवानसित ब्रह्मदेवसित आज सौनकादि मुनिहरू गएर बताउँछन्। अनि सौनकादि मुनिहरू गइसकेपछि अनि ब्रह्मदेवले भन्नुहुन्छ, ओहो हो र भनेर। अनि ब्रह्मदेवले के गर्नुहुन्छ त भन्दा, आफ्नो मनबाट एउटा नेमी नाम गरेको चक्रलाई उत्पन्न गर्नुभयो, निर्माण गर्नुभयो। प्रत्यार्धं चारयं चक्रं नेमी शृणोत पश्यतः, तेनेधं नैमिषं वृत्तं क्षेत्रं परम पावनम्। नेमी नाम गरेको चक्रलाई आज ब्रह्मदेवले निर्माण गर्नुभयो। के गरेको चक्र अरे, के नाम गरेको चक्र अरे, के नाम गरेको चक्रले निर्माण गर्नुभयो, नेमी नाम गरेको चक्र निर्माण गर्नुभयो। हामीले भागवत सुन्न बस्छौँ, तर के रहेछ यसमा तत्त्व ज्ञान भनेर बुझ्न सक्नुपर्छ कि। सुन्न बसेर मात्रै हुँदैन, ध्यान आउँदै गयो भने त्यो सुनेको व्यर्थ रहन्छ नि, कामै छैन। त्यही भएर सुन्न बस्दा एकचित्त भएर जति सुनिन्छ त्यति एकचित्त भएर सुन्नुपर्छ। आज ब्रह्मदेवले आज नेमी नाम गरेको चक्रलाई निर्माण गर्नुभयो। अब भन्नुहुन्छ सौनकादि मुनिहरूलाई, यो नेमी नाम गरेको चक्र जहाँ गएर रोकिन्छ त्यहीँ गएर बस्नु, त्यहाँ कलिको प्रवाह, त्यहाँ कलिको कहिले पनि के हुँदैन, प्रवेश हुँदैन।
त्यहाँ कहिले पनि कलिले केही गर्न सक्दैन। त्यही भएर यो नेमी गरे नेमी नाम गरेको चक्र जहाँ गएर रोकिन्छ त्यहीँ गएर हजुरहरूले अनुष्ठान गर्नु, पूजा अर्चना गर्नु, भागवतहरू अर्चना गर्नु भनेर आज ब्रह्मदेवले आज नेमी नाम गरेको चक्रलाई छोडिदिनु भयो र नेमी नाम गरेको चक्र घुम्दै 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 गएर रोकियो। कहाँ गएर रोकियो भन्दा जङ्गलमा गएर रोकियो। जङ्गललाई भन्छ संस्कृतमा अरण्य। अरण्य भनेको जङ्गल हो कि संस्कृतमा अरण्य भनेको जङ्गल हो। त्यो अरण्य नाम गरेको अरण्य भनेको जङ्गल। त्यो नेमी गएर रोकियो। नेमी प्लस अरण्य नैमिषारण्य भयो। त्यो नेमी नाम गरेको चक्र गएर रोकिएपछि अरण्य जङ्गलमा गएर रोकिँदो नै। त्यही भएर त्यसको नाम रह्यो के भन्दा नैमिषारण्य। नैमिषारण्यमा कहिले पनि कलिको प्रवेश हुँदैन। त्यहाँ सदैव सत्कर्म हुन्छ, दुराचार हुँदैन। त्यही भनिदिनु भयो ब्रह्मदेव। आज ब्रह्मदेवले भनिसकेपछि सौनकादि मुनिहरू गएर त्यसैमा बस्न थाल्नुभयो। बस्दै हुनुहुन्थ्यो। बसिरहेको बेलामा अब के गर्ने, कसो गर्ने, के कथा श्रवण गर्ने भनेर यता रौदी हेरिरहनु भएको थियो। त्यसै बेलामा उताबाट सुत महाराज आज आउनुभयो। टुप्लुक्कै सुतजी आउनुभयो। सुतजी आज आउनुभयो। सुतजी आइसकेपछि सुतजीले भन्नु सुतजीलाई अनि सौनकादि मुनिहरूले स्वागत गर्छन्, सत्कार गर्छन्, गुरुको पूजा गर्छन्। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वर गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः। गुरु भनेकै ब्रह्मा हो, गुरु भनेकै विष्णु हो, गुरु भनेकै शिवजी हो। गुरुले बाटो देखाएर भन हामी पार गर्ने। गुरु भनेको के हो त भन्दा अन्धकारबाट उज्यालोमा लिएर जाने गुरु हो। कहिले पनि गुरुले नराम्रो बाटो सिकाउँदैन। गुरुले यद्यपि सिकाउनुहुन्छ भने राम्रो कुरो सिकाउनुहुन्छ भनेर बुझ्नु पर्यो। अनि त्यही बेलामा सुतजी महाराज आज सौनकादि मुनिहरूले स्वागत गर्नुभयो, सत्कार गर्नुभयो र अनि सौनकादि मुनिहरूले प्रश्न गर्नुहुन्छ। हे सुत महाराज, हजुर त सर्वज्ञानी हुनुहुन्छ, सबै शास्त्रहरू ज्ञान लिइसक्नु भएको हुनुहुन्छ। हामीलाई यस्तो कथा बताइ बक्स्योस्, हामी यो कलिकालबाट मुक्त भएर हामी भगवानको धाममा कसरी जाने, हामी यो धामबाट कसरी मुक्त हुन सकिन्छ, हामीलाई यो उपाय बताइ बक्स्योस्। यसलाई हामीलाई के गर्दा ठिक हुन्छ भनेर आज प्रश्न सोध्नुभयो र आज शुद्ध पौराणिक ऋषिले आज भन्न थाल्नुहुन्छ। त्यसो भए मुक्ति र भुक्ति दुईटै हुनेवाला कथा सुनाउनुहोस् हो भनेर भन्नुभयो। के हो त त्यस्तो भुक्ति र भुक्ति भनेको? भुक्ति भनेको के हो त भन्दा यो धरतीमा उन्जेल पनि सुख शान्ति प्राप्त गर्ने, सुखमा सुख भोग गर्ने। हामीलाई के चाहिन्छ अरे अचार पैसाले टन्न चाहिन्छ, एसी सेसी चाहियो, सुखमा बस्नु पर्यो हो कि होइन? गर्मी हुँदा चिसो हुनु पर्यो, मिठो मिठो खाना पाउनु पर्यो। सबैले हामीलाई मानिदिए हुन्थ्यो, सबैले मलाई ठुलो बनाइदिए हुन्थ्यो, सबैले मलाई ठुलो बनाए हुन्थ्यो भन्ने सोचिन्छ होइन? अनि त्यो ठुलो फेरि अनि यहाँ भन्नुहुन्छ सुतजीले, त्यसो भए मैले आज हजुरलाई देवी भागवतको कथा श्रवण गराउँछु। भक्ति र मुक्ति दुईटै हुन्छ। यो धराधाममा हुँदा पनि सुख प्राप्ति गरिन्छ र मर्त्य मण्डलबाट यो पञ्चभौतिक शरीरलाई पनि छोडेर गइसकेपछि पनि हामीले सुख प्राप्ति गर्न पाइन्छ भनेर आज सुत पौराणिक ऋषिले आज शौनकादि मुनिहरूलाई भन्नुभयो।
के भन्नुभयो सुरुमा भन्दा सर्गेश प्रतिसर्गेश वंशमन्वन्तराणि च वंशानुचरितं शैव पुराणं पञ्चलक्षणमः। पुराणमा हुनुपर्ने 5 लक्षणहरू छन्। पुराणमा 5 वटा लक्षणहरू छन्। त्यो 5 वटा लक्षण के हुन् त भन्दा सर्ग भनेको के हो त भन्दा सत्व रजतम धारण गर्न सक्नु। प्रतिसर्ग भनेको के हो त भन्नुहुन्छ भने ब्रह्म विष्णु र रुद्र रूपबाट प्रकट भएको त्यो तेजलाई भनिन्छ। वंश भनेको के हो त भन्नुहुन्छ भने चन्द्र वंश, सूर्य वंशी र हिरण्यकश्यप आदि दैत्यहरूको पाख्यालाई वर्णन गर्नु वंश भनिन्छ। वंशानुकीर्तन भनेको के हो त भन्नुहुन्छ भने मनुष्यहरूको वंशावलीलाई आख्यानलाई विस्तार गरेलाई वंशानुचरित भनिन्छ। मनवन्तर भनेको के भनिन्छ भने स्वयम्भू मनोहरको आख्यानलाई प्रस्तारण गर्ने, प्रख्यात गर्ने, विस्तार गर्नेलाई मनवन्तर भनिन्छ। आज सौनकादि मुनिहरूले आज प्रश्न गर्नुभयो, हे सौनकादि मुनि। अनि सुतजीसित भन्नुहुन्छ देवी भागवत। देवी भागवत भनेको को ठुलो हो त? देवी भागवतमा कसको आराधना भएको छ? भनेर आज सुत पौराणिक ऋषिराज सौनकादि मुनिहरूले प्रश्न गर्नुभयो र प्रश्न गर्दा भन्नुहुन्छ यो सारा जगत के हो छ त भन्दा देवीको आराधनामा बसिरहेका छन्। एक समयमा यो पृथ्वी सबै जलमग्न थियो। जलै जल मात्र एउटा पातमा विष्णु भगवान बस्नु भएको थियो। एउटा पातमा विष्णु भगवान, एउटा सानो बालक करारविन्द्रेण वेदारविन्दं विनिविशयन्तं यो भगवान एउटा पिपलको पात जत्रो एउटा पातमा भगवान हुनुहुन्थ्यो, विष्णु भगवान। अनि विष्णु भगवानलाई पनि आज तप भन्ने कुरा त्यो शब्दलाई सुन्नुभयो अनि ध्यान गर्नुभयो, मनन गर्नुभयो, चिन्तन गर्नुभयो। त्यसै बेलामा विष्णु भगवानको नाभिबाट एउटा कमलको उत्पन्न भयो। त्यो कमलको उत्पन्न भइसकेपछि त्यहाँ भित्र फेरि कमल फक्रिँदा ब्रह्माजीको उत्पन्न भयो। त्यो ब्रह्माजी